काग असाध्यै चलाक, चतुर र थेतरो पन्छी हो। यसले छिट्टै थाहा पाइहाल्छ। गुलेली, ग्याटिस, धनुष वा अन्य उपकरण देख्ने बित्तिकै भागिहाल्छ। थेतरो स्वभाव भएकाले हातमा हिर्काउने केही देखेन भने खाँदै गरेको खानेकुरा पनि खोज्न पछि पर्दैन। रामायणमा कागले सीताको खुट्टा ठुँगेको प्रसङ्ग पनि आउँछ। ससाना केटाकेटीहरूको खाना खाएको, मेलापात खेतबारीमा थालको रोटी लगेको त हामीले देखे सुनेकै छौँ। कागले पर्यावरण सफा राख्ने काम पनि गर्दछ। सडेगलेका कुराहरू खाइदिएर दुर्गन्ध हटाउन मद्दत गर्दछ। हिन्दुहरूले कागलाई समाचार ल्याउने दूतका रूपमा मान्दछन्। कागलाई तिहारको समयमा विशेष खानेकुरा दिएर पूजा गर्ने चलन पनि छ।